हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज लगभग 12-13 दिनपछि नयाँ भिडियो सुट गर्दैछु है। अहिले मैले सुट पनि गरेको थिइनँ यो दौरान, किनकि बिचमा अलिक तिहारमा अलिक बिरामी भएँ, बिमार जस्तो लाग्यो है। अनि होपफुल्ली हजुरहरूको तिहार एकदमै राम्रो भयो होइन। अनि मैले यसो नेपाली पनि केही पनि हेरेन, तर हाम्रो बाहुबली त एपिक चाहिँ हेरेँ, तर त्यो अल अफ अ सडन प्लान भएर हेरेँ। त्यही भएर मैले त्यसको पनि केही सुट गर्न पाएन, मोबाइलले पनि केही खिच्न पाएन, किनकि मेरो मोबाइल अलिकति फुटेर डिस्प्ले बिग्रेर है। अनि ल्यापटप पनि बिग्रेको छ, आज के भएर सब बिग्रिने, आफै पनि बिरामी हुने भएर केही पनि भएको छैन। अनि मैले 31 अक्टोबरको बेलुका नै हेरेको थिएँ द एपिक। अनि धेरैजनालाई चाहिँ लगाइरहेको रहेछ बाहुबली द एपिक भनेको बाहुबलीको थर्ड पार्ट हो, त्यो होइन है। थर्ड पार्ट होइन, बाहुबली पार्ट 1 र पार्ट 2 को लाई फेरि एडिटिङ गरेर मिक्स गरेर 3 आवर्स 40 मिनट जतिको फेरि एउटा मुभी बनाएको। पार्ट 1 को ले फर्स्ट हाफ खान्छ, पार्ट 2 ले सेकेन्ड हाफ खान्छ, त्यसरी एडिटिङ गरेर अनि धेरै कुराहरू हटाएको छ त्यसबाट। धेरै जस्तो चाहिँ कस्तो भनेदेखि तमन्ना भाटिएर उसको रोमान्स हुन्छ नि, झरनामा यताउति गाजर लाग त्यस्तो केही पनि छैन। त्यो तमन्ना भाटिएको धेरै त्यो नि सिन्सहरू रोमान्टिक सिन्सहरू त्योहरू काटेर होइन। अनि अलिअलि सायद अझै पनि त्यो चेन्ज होला, के भन्छ त्यसलाई, ब्यासहरू चेन्ज गरेर हल्का म्युजिकहरू पनि चेन्ज भएको छ होला, अलिकति राम्रो बनाएको छ, पहिलाको भन्दा अझै राम्रो छ म्युजिकहरू चाहिँ। अझै पनि त्यो एपिक मोमेन्टहरू हुन्छ नि, जस्तै त्यो खतरा लाग्ने चाहिँ हुन्छ नि एउटा, त्यो गर्दन काटिदिन्छ नि होइन, गर्दन त्यो सैनिकको केटीलाई छोयो भनेर गर्दन काटिदिन्छ नि, त्यो सिनहरूमा चाहिँ त्यो म्युजिक आउँछ नि, त्यो त्यो देखेरको म्युजिकहरू चाहिँ पहिलाभन्दा राम्रो भएको थियो जस्तो लाग्यो होइन। त्यति मात्रै, अरू त हजुरले सबै कुरा थाहा नै हुन्छ के हुन्छ भनेर, के भइरहेको छ भनेर सबै कुरा थाहा हुन्छ। त्यही भएर गएर त्यसमा यो जस्तो नयाँ थिएटर एक्सपिरियन्स पहिला चाहिँ पहिला त मैले पनि उसमा हेरेर होइन, मुभी त ल्यापटपमै हेरेको हो, डाउनलोड गरेरै होइन। त्यो अनि मुभी हलमा हेर्दाखेरि चाहिँ त्यो छुट्टै आनन्द हुने मात्रै हो, तर त केही पनि छैन, नयाँ नौलो केही पनि छैन है। मैले सायद धेरैजनाले लागिरहेको रहेछ थर्ड पार्ट हो, अनि पुरानै पार्ट देखाएर सिकायो भनेर भन्दो रहेछ। त्यो भने पुरानो सबै त पुरानो, केही पनि नयाँ हुँदै एभ्रिथिङ अलिकति तलमाथि गरेर फर्स्ट अलिकति सिन्सहरू तलमाथि गरेर हल्का म्युजिकमा इन्हान्समेन्टहरू गरेर ब्याकग्राउन्ड स्कोरहरू राम्रो गरेर बनाएको हो त्यो होइन। अरू केही पनि छैन त्यसमा नचिन्ने होइन, त्यति थियो। अनि मैले अरू नेपाली मुभीहरू चाहिँ हेरिनँ होइन, हेर्न अब अरू पुरानो भइसकेको थियो होइन, त्यो हाम्रो होइन परानो भन्ने पनि सँगसँगै लियो होइन। तर त्यस्तो त्यो नेपाली मुभीहरूको त्यो टाइमिङ नमिलेर हो कि होइन, अलिकति आफूलाई पनि अब आफ्नो अफिस हेरेर पनि टाइम मिलाउनु पऱ्यो, यतिको गरेर हेरिदिइहाल्नु मिल्यो। त्यही भएर अलिकति त्यो मैले नेपाली हेर्नु मिलेको छैन। अर्को हप्ताबाट चाहिँ ट्राई टु अलिकति नेपाली मुभीहरूको टाइम जस्तो भए पनि हल्सहरू मिलाएर हेर्छु होइन। मैले बाहुबली द एपिक चाहिँ छाया सेन्टरको हलमा हेरेँ है, औडीगनमा। छाया सेन्टरको खासियत भनेको म्युजिक हो है, टु बी अनेस्ट है। त्यसमा सिटहरू रिक्लाइनिङ सिट होइन, नर्मल सिट हो, सिटमा नथिङ फ्यान्सी केही पनि छैन। अनि तर खुट्टा राखेर बस्न सकिन्छ, खुट्टै माथि खुट्टा राखेर पल्टी कसेर बस्न सकिन्छ। अनि राम्रो भनेको चाहिँ म्युजिक है, सानसानो म्युजिक राम्रो छ। अरू थिएटरको चाहिँ वान सिनेमा भयो, सिके सिनेमा भयो, हेरी चाहिँ म्युजिक चाहिँ राम्रो छ पनि, म्युजिक चाहिँ राम्रो सुनिन्छ। त्यही भएर पनि होला त्यो अलिकति बाहुबली जतिको त्यो अलिकति म्युजिकल इन्हान्स भएको जस्तो फिल भएको कारण छाया सेन्टरले गर्दाखेरि पनि म्युजिक राम्रो छ। सिट्सहरू नो कमेन्ट, त्यसमा केही पनि छैन, त्यस्तो फ्यान्सी केही पनि छैन। आनन्दको 3 आवर्स 45 मिनटको थियो, त्यतिको लागि ओके नै छ। म्युजिक चाहिँ राम्रो है, छाया सेन्टरको हलको म्युजिक चाहिँ राम्रो छ होइन। अरू मैले केही खिच्न सो गर्नुहुन्थ्यो केही छैन। अब त्यसमा चाहिँ के छ भनेदेखि बिचमा चाहिँ बस्ने हो मान्छे, अनि साइडबाट चाहिँ छेउबाट र भित्ताबाट मान्छेहरू छिर्ने हो होइन, त्यस्तरी बनाएको छ होइन। अनि बिचमा गएर बस्नुहुन्छ भने चाहिँ जताबाट गयो नि भयो, भित्ताबाट गयो नि भयो, छेउबाट गयो नि भयो, मान्छेलाई हटाउँदै जाने। तर त्यसमा चाहिँ अलिकति स्पेस खोज्छ मान्छे छिर्दाखेरि चाहिँ अलिकति स्पिड हुनुपर्छ, त्यो पास गर्नलाई आफू पास गर्दा पनि स्पिड गरेर जानुपर्छ, अरूलाई गर्दाखेरि स्पिड गरेर जानुपर्छ। त्यति चाहिँ त्यहाँ उठ म्युजिकको लागि राम्रो हो होइन।
ल यति नै हो है। अब अहिले चाहिँ म कहाँ जाँदैछु कि न्यु रोड जाँदैछु होइन। न्यु रोड मैले चाहिँ ल्यापटप बनाउन दिएको थिएँ, ल्याएँ फेरि बिग्रियो अनि फेरि देखाउनु जाँदैछु। किन अनै हुँदैन, अन भएपछि ल्यापटप त कराउँछ र टेर आवाज आउँछ, त्यो देखाउन जाँदैछु होइन। ल हप्ते ल म त्यो त्यहाँ नजिक आइसकेपछि फेरि हजुरलाई देखाउँछु है त। ए म यो टाटोबाट जाँदैछु है न्यु रोड, हजुरलाई म गल्ली गल्ली पनि देखाउँछु है। गल्ली कहाँबाट फेरि कहाँबाट निस्किने भन्ने पनि छ त्यसमा होइन। म अहिले चाहिँ भन्न पर्छु है। laptop बनाउन हेर्दै थिएँ मैले अफर चाहिँ
ल मैले ल्यापटप छोडिदिएँ अब म यहाँ गल्ली गएर जान्छु होटल म भाइरल सब पसल देखाउँ टिकटकमा पुरा भएर फुड ब्लगरहरूले पनि खतरा भन्छ कि यही हो क्या यहाँ चप समोसा खै के पाउँछ यहाँ यही ठाउँमा भाइरल फुड ब्लगर जति यहाँ आयो लोकल भन्दै यहाँ पाउँछ स्टोरहरू यताबाट छिटो यताबाट निस्कियो ल मैले याद छोडिदिएँ हिँड्छु रे अब चाहिँ म जाँदैछु भन्दा चाहिँ जिम जान्छु है त उतै हो मेरो भन्दा उतैतिर हो है त ल होप टु सी यु गाइज भेरी सुन है थ्याङ्क यू गाइज फर वाचिङ अब माया गरिदिनुहोस् भनौँ होइन त्योभन्दा बढी म भन्न सक्दिनँ अब पहिलाको योभन्दा अगाडिको जेरी अन्त टपको टिमको रिभ्यू गर्दाखेरि 30 भ्यू त पठाएन 1400जना सब्सक्राइबर राखेर 30 भ्यू आउँदैन भन्ने कस्तो अलिकति फ्रस्ट्रेटिङ हुँदैछ है तर मेरो त सब्जेक्ट थियो भनेर त हुनु आसान त भएन अब म किप ट्राइङ है किप ट्राइङ होपफुल्ली सम डे होपफुल्ली one day भन्दै होपफुल्ली day 1 ल बाई बाई